साउदी अरेबिया, पाकिस्तान र टर्की मिलेर मक्का रक्षा सम्झौता घोषणा गरेको 48 घण्टा पनि बित्न नपाउँदै यमनका हुथी विद्रोहीहरूले साउदीका अत्यन्तै संवेदनशील जाजान र यान्बु तेल रिफाइनरीहरूमा भीषण आत्मघाती ड्रोनको वर्षा गराइदिएका छन्। अचम्मको कुरा त साउदीका सामरिक ऊर्जा पूर्वाधारहरू चलिरहँदा न त टर्कीका अत्याधुनिक हतियारहरू गर्जिए न त पाकिस्तानी सेना नै साउदीको रक्षाका लागि यमन पुग्यो। आखिर किन हुथी विद्रोहीहरूले साउदी अरेबियाका हजारौं सम्भावित लक्ष्यहरूलाई छोडेर लाल सागरको किनारामा रहेका यी तेल रिफाइनरीहरूलाई नै निशाना बनाए? यो केवल साधारण सैनिक हमला होइन, बल्कि यसको पछाडि गहिरो भू-राजनीतिक रणनीति लुकेको छ। यमन सिमानाबाट मात्र 50 किलोमिटर दूरीमा रहेको जाजान रिफाइनरी दैनिक 4 लाख बैरल कच्चा तेल प्रशोधन गर्ने क्षमता राख्दछ। यस हमलापछि औद्योगिक प्लान्ट नै बन्द गर्नुपर्ने अवस्था आउनु साउदी अर्थतन्त्रका लागि ठूलो धक्का हो। अझ उत्तरमा रहेको यान्बु बन्दरगाह साउदी अरेबियाको जीवन रेखा मानिन्छ। हर्मुज जल टर्मरु मध्यमा इरानले अवरोध सिर्जना गर्दा साउदीले पूर्व पश्चिम पाइपलाइन मार्फत यान्बु बन्दरगाहबाटै विश्व बजारलाई इन्धन निर्यात गर्दछ। हुथीहरूले साउदीको यही मुख्य वैकल्पिक व्यापारी ढोका बन्द गर्ने रणनीति लिएका छन्। साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलाम, टर्कीका राष्ट्रपति एर्दोगन र पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ बीच भएको मक्का जोइन्ट डिफेन्स एग्रिमेन्टलाई इस्लामिक नेटोको रूपमा हेरिएको थियो। यसको धारा अनुसार कुनै एक देशमाथि भएको हमला तीनै देशको साझा हमला मानिने व्यवस्था थियो। तर हुथीको भीषण आक्रमणपछि साझेदार देशहरूको मौनताले यो सम्झौता कागजी भाषा मात्र सीमित देखिएको छ। आन्तरिक आर्थिक सङ्कट र इरानसँगको सीमा सुरक्षाका कारण पाकिस्तान र टर्की तत्काल प्रत्यक्ष युद्धमा उत्रिन हिचकिचाएका छन्। यस हमलाले मध्यपूर्वमा नयाँ शक्ति समीकरण र भू-राजनीतिक तरङ्ग पैदा गरेको छ। के मक्का सम्झौता पूर्ण रूपमा असफल भएको हो वा साउदीले नयाँ रणनीति ल्याउनेछ? आफ्नो विचार कमेन्टमा राख्नुहोस्। कृपया लाइक, शेयर, सब्स्क्राइब र फलो गर्नुहोस्।